उज्यालो हुने बेलामा जसले कम्मलको फुल देख्छ, जसले उज्यालो हुने बेलामा नागको मणि देख्छ, जसले गाईका माउ बाछा देख्छ, जसलाई पितृदोष पनि छैन, कुलदोष पनि छैन, नाग शिरमै छन्, त्यो घरमा नागको बास छ। जसले भगवान देख्छ, भगवानको वाहन देख्छ, देवी देवताको आरती गरेको देख्छ, मन्दिरमा लाइन बसेर पूजा गर्छ, माथि माथि हिमालतिर अथवा पहाडतिर उकालो मात्रै हिँड्छ, सर्व देख्छ, सर्व जुधेको देख्छ, यो नाग देवताको पूर्ण आशीर्वाद हो। नाग दोषै छैन। जसले चाँदी र तामाको कलश देख्छ, कन्या केटी देख्छ, जुन कन्याको पूजा गरेको देख्छ, गुरुदेवको पूजा गरेको देख्छ, गुरुबाट आशीर्वाद लिन्छ, बलिरहेको बत्ती देख्छ, जसले यहाँ नाग दोष छैन। जसले सेतो पड्यावा देख्छ, त्यो घरमा उन्नति प्रगति हुँदैछ, श्रद्धालु भक्तजन, कार्यमा सफलता हुँदैछ। गाईको गोबर देख्छ, सेतो कपडा देख्छ, मरेको मान्छे देख्छ, त्यो घरमा भगवानको वास, नाग देवताको वास छ। समुद्र बगिरहेको देख्छ, पानीको छाँगा देख्छ, पानीको धारा देख्छ। जसले शङ्ख र घण्टा देख्छ, जसले अमृषको पात देख्छ, अमृषको पात, रुद्राक्षको बोट देख्छ, रुद्राक्षको दाना देख्छ, रुद्राक्षको माला देख्छ। सुन्नुहोस्, त्यहाँ सारा कार्य सफलता प्राप्त हुँदैछन्।